ल हेलो गाइज, हाम्रो चाहिँ आज लामो यात्रा हुँदैछ। आज चाहिँ हामी सबैजनाको छुट्टीको मेसोमा यो पासामालम जाँदैछौँ होइन। नेपालको हाट बजार भन्छ, यहाँ चाहिँ मलेसिया भाषामा पासामालम भन्छ यो मार्केटहरूलाई। अब हाम्रो यात्रा चाहिँ त्यतै हुँदैछ। हेलो नरेश ब्रो, के छ? ठिक छ सागर ब्रो? एकदम ठिक छ। मौसम ल अहिले हामी चाहिँ एक्चुअली रूपमा सनवेमा छौँ। अब हाम्रो यात्रा सनवे हुँदै पासामालम तर्फ अगाडि बढिरहेको छ। पानीले बिताएन, तर पानी पर्ला जस्तो छ होइन। पानी परेन भने हाम्रो यात्रा चाहिँ आज राम्रै तरिकाले सपिङ गर्ने भनेर हामी हिँडेको छ होइन। ल एक्चुअली रूपमा यो हामी बस्ने होस्टेल हो। यसलाई चाहिँ लगुना पताना अपार्टमेन्ट भन्छ होइन। यो चाहिँ रोड हो, हाइवे रोड हो। र मलेसियामा यस्तो हरियाली छ, जता हेऱ्यो उतै हरियाली। हाम्रो नरेशबाट अगाडि लिख्रिङ गर्दै हिँडिरहेका छन्। खै आज सपिङ गर्ने भन्छन्, खै के सपिङ गर्ने रहेछन् होइन। ल गाइज, अहिले हामी एक्चुअली सनवेको आसपास आइपुगेका छौँ होइन। ल हाम्रो नरेश ब्रोले भिडियो बनाउँदैछन्, हामी यसो घुमफिर चलिरहेछ। नरेश ओके ओके। स्पेसल्ली गाइज हामी सनवेमा आइपुगेका छौँ। यो चाहिँ सनवे जियो भन्छ। यो चाहिँ सनवे मल चाहिँ विश्वको नम्बर 5 मा पर्छ है। फेरि यो पनि तपाईँहरूलाई अवगत गराउँछु यो जानकारी। यो चाहिँ ब्रिज हो। यो अर्काको देशमा हेर्नु, यो माथि गाडी गुड्ने पुलहरू यस्तो बनाएको छ। हाम्रो देशमा खोला नालामा छैन। विडम्बना हो है यो पनि एउटा। विडम्बना भन्ने कि हाम्रो बाध्यता हो कि नेताहरूको कमजोरी हो, त्यो थाहा भएन है। तर ल हेर्नु, ल यी गाडी गुडाउनलाई चाहिँ यस्तो यो आकाशी पुलहरू मान्छे हिँड्दैन है। त्यो बाटो बनाइदिएको छ त्यत्तिकै। बाटोमा मान्छे नै हिँड्दैन, आकाशी पुल यत्रो खर्च गरेर। त्यो चाहिँ सनवे मेडिकल हस्पिटल हो। यहाँ चाहिँ देश विदेशबाट पनि पढ्न मान्छेहरू आउँछ, नेपाली स्टुडेन्टहरू पनि छ त्यहाँ। फेरि हामी जस्तोले भ्याउँदैन होला। त्यहाँ के अरे इन्ट्रीकै 50,000 लिँदो रहेछ अरे। हवस् हजुर, यो पनि हस्पिटल हो। यो सनवे मेडिकल हस्पिटल। यहाँ चाहिँ विश्वकै उत्कृष्ट डक्टरहरूद्वारा विश्वकै उत्कृष्ट मान्छेहरूको उपचार गरिन्छ। यस्तो हरियाली, यस्तो सुन्दर छ यहाँ। यसलाई चाहिँ पार्क भन्छ। यो चाहिँ यही होटलहरू, यो मार्केटहरूको अगाडिको हो। सर राम्रो टक्क एकदम स्पेसल छ यो एरिया चाहिँ। विश्वकै एकदम नमुना सिटीमा यो सनवे पनि पर्छ। हाम्रो यता एकजना दाइ हुनुहुन्छ, नेपाली सेक्युरिटी गार्ड। सट्ट यहाँ बसेर पुरै मान्छेहरूलाई कन्ट्रोल गरेर राख्नु भएको छ। सट्ट यसको रेखदेख सुरक्षा गरिराख्नु भएको छ। यो पनि फाइभ स्टार होटल हो। यो 5 स्टार होटलमा गनिन्छ। हामी यहाँ एकचोटि प्रोग्रामको लागि कम्पनीले पार्टी खानालाई लिएर गएको थियो। अनि अर्को चाहिँ यो सनवे पिरामिड होटल भन्छ। यो होटल चाहिँ 7 स्टार हो। यो चाहिँ एकदम विश्वभरिको मान्छेहरू घुम्न र यहाँ इन्जोय गर्न, रमाइलो गर्नको लागि यहाँ आउँछन्। र राम्रो ठुल्ठुलो होटलहरूको व्यवस्था चाहिँ यहाँ छ है। यो चाहिँ पुरै गाडी पार्किङ यो छ। त्यसो यतातिर पुरै पार्कहरू छ घुम्नको लागि। यो चाहिँ यस्तो ठुल्ठुलो हात्तीहरू छ यहाँ, यस्तो रमाइलो। यो चाहिँ पुरै यो एरिया चाहिँ पुरै 5 स्टार होटलको एरिया हो। हाम्रो साथीहरू यहाँ इन्जोय गरिरहेछ। यो चाहिँ हरिण, मृग, बाघ पनि छ। यस्तो विकसित ठाउँहरू छ यहाँ चाहिँ। जता हेऱ्यो उतै सुन्दर, अब एउटा उतै मनमोहक, रमाइलो। मलाई चाहिँ यहाँ प्राय हप्तामा एकचोटि आइराखौँ जस्तो लागिरहेको छ। अनि एसियाकै दोस्रो ठुलो मार्केट पनि यहीँ छ, सपिङ सेन्टर। यसलाई चाहिँ सनवे पिरामिड सपिङ सेन्टर भन्छ।
माथिबाट टक्क मान्छेहरू हिँड्छ यो आकाशे पुलबाट। तलतिर रोडहरू छ, होटल एरियाहरू छ। यो चाहिँ संसारको सम्पूर्ण मान्छेहरू यहाँ घुम्न र रमाइलो इन्जोय गर्नको लागि आउने गर्छन्। यो सबै 5 स्टार होटलहरू हो। मान्छेको आगमन चलपल एकदम निकै छ यहाँ। यहाँबाट अब हामी कता गइँदैछ? हामी यो भित्र छिरिन्छ मार्केटभित्र। ल अब हामी चाहिँ यो मार्केटभित्र प्रवेश गर्दैछौँ। यहाँबाट एकदम मनोरञ्जक मनमोहक दृश्यहरू पनि देखिन्छ। हाम्रो साथीहरू अगाडि अगाडि हिँडिरहेको छ, म पनि पछि पछि हिँडिरहेको छु। यहाँ चाहिँ निकै ठुल्ठुलो रेस्टुरेन्टहरू, बारहरू यस्तो चलपल छ यहाँ। यो मार्केटहरू हो, जता पनि हेऱ्यो उतै मार्केटहरू छ यहाँ चाहिँ। अहिले हामी एक्चुअली रूपमा मार्केटभित्र प्रवेश गरिसकेका छौँ। यो चाहिँ चाइनिज क्याफ एन्ड रेस्टुरेन्ट हो। रमाइलो छ, चलपल निकै छ। हामी सनवेको भित्री मार्केटमा आइपुगेका छौँ। यहाँ चाहिँ स्केटिङ खेल्ने कार्यक्रमहरू भइरहेको छ। यहाँ चाहिँ हाम्रो साथीहरू पनि हुनुहुन्छ, तलतिर स्केटिङ गरिराख्नु भएको छ। यो चाहिँ विश्वकै होइन, एसियाको सेकेन्ड ठुलो मार्केटमा पर्दछ। यो चाहिँ एकदम मान्छेहरूको आज छुट्टी आइतबार पनि भएको भएर हल्का भिडभाड छ। मान्छेहरूको एकदम चलपल, एकदम बाक्लै भिड छ। हामी यो मुजी भन्ने मार्केटमा आइपुगेको छ। यो मुजी भन्ने मार्केट विश्वमै प्रख्यात मार्केट हो। ल अब हामी मुजीमा छिरौँ है। यहाँ चाहिँ कपडाहरू चाहिँ ब्रान्डेड कपडाहरू पाउँछ। हाम्रो साथीहरू चाहिँ स्पेसल अगाडि पुगिसकेका छ। कपडाहरू चाहिँ एकदम ब्रान्डेड तर अलि महँगो चाहिँ छ है। एक्चुअली गाइज हामी मार्केटबाट बाहिर निस्किएका छौँ। अब हाम्रो प्रस्थान चाहिँ अलि रोमान्चिक ठाउँतिर हुनेछ। यहाँको हाट बजार, नेपालमा हाट बजार भन्छ, यहाँ चाहिँ पासा मलम भन्छ। अब हामी चाहिँ पासा मलमतिर जाँदैछौँ है। ल गाइज अब हाम्रो यात्रा चाहिँ पासा मलमतिर हुँदैछ। हाम्रो साथीहरू अगाडि उहाँ पुगिसके। सागर बरो चाहिँ उहाँ माथि पुगिसकेको छ। अब हामी चाहिँ सट्ट यो सनवे पिरामिड मार्केटबाट हामी चाहिँ अब यो पुल तरेर यो चाहिँ सनवेको एकदम व्यस्त हाइवे, यहाँबाट मलेसियाको विभिन्न ठाउँमा पूर्व पश्चिम उत्तर दक्षिण जता पनि जान सकिन्छ यो हाइवेबाट। अब हामी चाहिँ यो आकाशे पुल हुँदै हामी पासा मलमतिर लाग्दैछौँ। ल गाइज यस्तै भिडियोहरू म बेला प्रस्तुत गरिरहनेछु। तपाईहरुले लाइक फलो शेयर गरेर मेरो भ्युज बढाइदिनु होला है त। ल स्पेशली हामी चाहिँ यो गाउँको मलेसियाको यो सनवेको भित्री गाउँमा आइपुग्यौँ हैन। यो चाहिँ भित्री गाउँ एरिया हो। यहाँ चाहिँ नेपालको जस्तै घरहरू छ, प्रायः जस्तो राम्रै खालको घरहरू। यो चाहिँ भित्री एरिया हो। तर यहाँ भित्र पनि मार्केटहरू छ। त यो सुनसान एकदम आनन्द चट्ट रमाइलो एकदम चट्ट चराचुरुङ्गीहरूको आवाज पनि आइरहेको छ। सर रमाइलो छ। यस्तो ठाउँमा बस्न पनि एकदम आनन्ददायी हुन्छ। हाम्रो साथीहरू अगाडि लुख्रु हिँडिरहेका छन्। म चाहिँ भिडियो गर्दै पछाडि छु है। एउटा आनन्द एकदम शान्त छ के यो एरिया चाहिँ भित्र। सेम नेपालकै झल्को आउँछ यहाँ भित्री एरियामा आउँदाखेरि चाहिँ। एरिया यस्तो आँपको बुटो हो यो। यस्तो आँप फलिरहेको छ। चट्ट बाटोमा पनि यस्तो आँपहरू फलिरहेको छ। सर रमाइलो छ। मलेसियामा चाहिँ फलफुलहरू चाहिँ प्राय सबै पाउँछ। यहाँ चाहिँ 12 महिना एउटा बुटोमा चाहिँ यो आँपको बुटोमा 12 महिना फलिरहेको हुन्छ। कोही फुल्दै हुन्छ, कोही चाहिँ फलिरहेको हुन्छ, कोही चाहिँ पाकिरहेको हुन्छ। यहाँ चाहिँ 12 महिना
अनि यो कटहरहरू आँपहरू प्राय यहाँ एउटा बुटामा 12 महिना फलिरहेको हुन्छ कि नेपालमा चाहिँ एक सिजन फल्छ यहाँ चाहिँ 12 महिना फल्छ एकदम रमाइलो छ स्पेसल अब हामी यहाँको लोकल मार्केट पासामाल्लामा आइपुगेका छौँ अब हेरौँ के सामानहरू पाउँदो रहेछ हामी पनि यसो निरीक्षण गर्छौँ के राम्रो र सस्तो के राम्रो भरपर्दो सामानहरू पायो भने लिएर जाने उसमा चाहिँ छौँ र यहाँ यस्तो कपडाहरू राखिरहेको छ एकदम सस्तो छ है कपडाहरू 5 रुपियाँ अरे 10 रुपियाँ त्यसो त्यो त जुत्ताहरू त्यो जुत्ताको पसलहरू छ होइन यो चाहिँ यहाँको लोकल मार्केट हो नेपालमा चाहिँ हाट बजार भन्छ है यहाँ मलेसिया भाषामा चाहिँ पासामालम भन्छ यसलाई चाहिँ सर केही मनपर्ने यसो मन खायो भने चाहिँ केही सामानहरू चाहिँ लिनु पर्ला भन्ने चाहना छ र यहाँ चाहिँ पानीहरू चिसो पानीहरू पाउँछ जुसहरू अब यतातिर घुम्न लागि हामी चाहिँ होइन कमले अस्ति भने म्याङ्गो 3 केजीको 10 रिङ्गेट यो आँपहरू हो यस्तो छ यो रेटहरू सुन्तलाहरू नेपालको अर्ग्यानिक सुन्तला जस्तै 5 रुपियाँ केजी यो आँपहरू हो एकदम ठुल्ठुलो आँपहरू छ 3 केजीको 10 रिङ्गेट लान्थे हो यहाँ चाहिँ गरगहनाहरू पाउँदो रहेछ नक्कली गरगहनाहरू यहाँ चाहिँ खरबुजाको मार्केट रहेछ है तरकारीहरू पाउँदो रहेछ त्यहाँ स्ट्रबेरी रहेछ यस्तो रमाइलो छ यहाँ चाहिँ खानाहरू पाउँदो रहेछ यहाँ चाहिँ पुरी तरकारीहरू परोठाहरू यो चाहिँ माछा है हजुर यो माछा मार्केट यो चाहिँ यहाँको लोकल मार्केट हो यहाँ चाहिँ प्राय स्थानीय बासिन्दाकै भिडभाड हुन्छ यहाँ प्राय लोकल मान्छे र बाहिरको मान्छेहरू सबै तरिकाले ल्याउँछ यी खरबुजाहरू यहाँ पुरै फ्रुटको दोकानहरू छ मकैहरू यता पसलहरू यहाँ चाहिँ हरियो सागसब्जीहरू पाउँदो रहेछ र नेपालकै झल्का आउँछ यहाँको तरकारीहरू सागसब्जीहरू हेर्दाखेरि सस्तो पनि सस्तो छ त्यही सर व्यापार भइरहेको छ यहाँ स्थानीयको भिडभाड चलिरहेको छ यता चाहिँ फलफुल पसल रहेछ साथीहरू के लिने होइन अहिले लिने ल यहाँ चाहिँ 1 क्रेट अन्डाको 4 रिङ्गेट 50 पैसा 5 रिङ्गेट फलफुलहरू यहाँ चाहिँ फ्रुटहरू छ केराहरू यो चाहिँ आरू बखडा केराहरू
ए हाम्रो साथीहरूले यहाँ बार्गेनिङ गर्दै हुनुहुन्छ मेवाको मेवा लाने अरे साथीहरूले ल हाम्रो साथीहरूले मेवा छान्दै हुनुहुन्छ नरेश सरले कति रिङ्गेट अरे 5 को अरे के यो चाहिँ एउटा प्लेटमा राखेको 5 रिङ्गेटको हो 5 रिङ्गेटको यो एउटा प्लेटमा राखेको चाहिँ ल उठायो ल ल ल हाम्रो साथीहरूले मेवा लान लाग्नुभयो है ल भाइ समय आयो केरा पनि लाने ल केरा पनि लाने होइन ल केरा पनि लियो ल यो प्लेटमा राखेको 5 रिङ्गेट एक प्लेटमा राखेको 5 रिङ्गेट रहेछ केरा पनि लाने हो ल लियो ल केरा पनि लियो ल हाम्रो साथीहरूले मेवा र केरा लिनुभयो यो चाहिँ आरु बखडा भन्छ आरु बखडा तर मिठो नहुँदो रहेछ अस्ति लगेको कुहिएको थियो यार यो त ल मेरो युट्युब च्यानलमा सबैले यो भिडियो पोस्ट गर्छु सबैले हेरिदिनु होला लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला है त ल साथीहरूले चाहिँ ल पैसा दिँदै हुनुहुन्छ मेवा र केरा लिनुभयो ल पैसा फिर्ता आयो नि त यतातिर मासुहरू हाम्रो नेपाली दाजु ढाका टोपी लाएर सत्ता आउनु भएको छ नेपालीहरू पनि आउनुहुन्छ यो मार्केटमा चाहिँ कुखुराहरू मासुहरू है सस्तो पाउँछ मासु चाहिँ यहाँ पुरै यो पोलेको मासुहरू हो चाहिँ यहाँ आँपको मेला छ फेरि 3 केजीको 10 रिङ्गेट यो पुरै आँपको मेला आँप पनि लिन लाउनु भयो साथीहरूले ल अब आँप किन्ने कार्यक्रम हुन्छ है त्यो मिठो हुन्छ होला लामोवाला आज चाहिँ हामीले स्पेसल रूपमा फलफुल किनिने छ सबै यहाँ स्थानीय लोकलहरू हुनुहुन्छ बोल्दै हुनुहुन्छ यता चाहिँ भैँसीको मासु यता भैँसी पनि बेच्दो रहेछ है फ्रेस भैँसीको मासु यता चाहिँ चलपल निकै छ रमझम चलपल यो बेलुकाको मार्केट हो यो प्राय सन्डे मात्रै लाग्छ आइतबार चाहिँ प्राय यो मार्केट चाहिँ लाग्ने गर्दछ है ल सागसब्जीहरू हरियो परियो तरकारीहरू स्पेसल एकदम सस्तो पाउँछ यहाँ चाहिँ लोकल स्थानीय मार्केट हो ए न्युरोहरू पनि यस्तो पाउँदो रहेछ न्युरो मेवाको पात ओहो लोकल भिन्डीहरू मुला गाजर काँक्रो सागहरू चिसिनो लिची यता लिची पनि पाउँदो रहेछ है लिची अहिले बजारमा लिची आइपुगेको छ नेपालमा पनि अहिले सिजन सुरु हुँदैछ ल लिची यो चाहिँ ड्रागन फ्रुट एकदम सस्तो छ 4 केजीको 10 रिङ्गेट ड्रागन फ्रुट एकदम स्थानीय बजार एकदम भिडभाड छ है एकदम भिडभाड हामी पनि सामान किन्दैछौँ किनमेल गर्दैछौँ ल गाइज ल आजलाई यति नै है ल हस्